नमस्ते एभ्रिवान। म चाहिँ अहिले चाइनाको चाहिँ यो सनसन सिटीमा छु। चाइना आउँदाखेरि कुन ठाउँ बस्ने, कहाँ बस्ने तपाईँहरू कन्फ्युजन हुन्थ्यो नि। मैले चाहिँ एउटा सजेस्ट गर्छु हजुरलाई, होटेलमा भन्दा तपाईँहरू अपार्टमेन्टमा बस्नु। यस्तो वेल म्यानेजमेन्ट हुन्छ, सबै कुरा फेसिलिटीहरू हुन्छ। टक्क लाएर यहाँ किचन हुन्छ, यता बाथरुम हुन्छ, यता स्नान गर्ने ठाउँ हुन्छ, फ्रिज हुन्छ, टक्क लाएर बस्ने बेड हुन्छ, यहाँ यता टक्क लाएर टिभी हुन्छ, यसरी लुगा धोइसकेपछि सुकाउने ठाउँ छ। यहाँ बेड पनि यति दामी, यति वेल म्यानेजमेन्ट। म बसेको चाहिँ लगभग कतिमा भने 180मा बसेको हो। एकदम दामी छ क्या। तपाईँ होटेलमा केही पनि पाउनु हुँदैन, लुगा धुने ठाउँ पनि हुँदैन। यताउति यहाँ म टक्क 18 तलामा छु माथि। यति दामी ठाउँ छ, हेर्नुहोस् न मुनि यति दामी। बाहिरको ब्याकग्राउन्ड 18 तला यति वेल म्यानेजमेन्ट छ। यहाँ टक्क लुगा धोइरहेको छु, यता टक्क लाएर वासिङ मेसिन छ, सबै कुराहरू यति दामी म्यानेजमेन्ट छ। तपाईँहरू चाइनामा आउँदा चाहिँ टक्क लाएर अपार्टमेन्टमा बस्नु। एकदम सबै कुराहरू फेसिलिटी र प्राइस पनि एकदम बेटर देन होटेल है। त मिस यु अल नेपाल है। म चाहिँ चाइनाको यो सनसन सिटीमा सामानहरू हेर्न आएको। फ्याक्ट्रीमा चाहिँ सबै कुराहरू बनिसकेको छ। म चाहिँ नेपालमा एकदम सस्तो प्राइसमा चाहिँ नेपालमा सामान पठाउने काम गर्छु। मेरो नेपालमै टोटल आइटी सेन्टर चाहिँ नेपालमै छ। कम्पनी एकदम दामी छ है साथीहरू। सामानहरू मैले पठाउन थालेको अहिलेको एकदम बवाल छ। आइटीको हरेक प्रडक्टहरू एकदमै सस्तोमा पाउनुहुन्छ हजुरहरूले। हस्त धन्यवाद। मिस यु अल।